गुड मर्निङ फ्रेन्ड्स। आज हामी डिक्याल्सिफिकेसन अफ टिस्यु सम्बन्धी कुरा गर्दछौँ। क्वेसन छ, राइट इन डिटेल अबाउट डिक्याल्सिफिकेसन अफ टिस्यु। डिक्याल्सिफिकेसन टिस्युलाई डिटेलमा डिस्क्राइब गर्नु क्वेसनले भनेको छ। डेफिनेसन हेर्दाखेरि decalcification of tissue is the process of complete removal of calcium salts from calcified tissue। डिक्याल्सिफिकेसन एउटा प्रोसेस हो जसले क्याल्सिफाइड टिस्युबाट कम्प्लिटली रूपमा चाहिँ क्याल्सियम साल्टलाई चाहिँ रिमुभ गर्ने काम गर्छ। इक्जाम्पल बोन टिथहरू यिनीहरू क्याल्सिफाइड टिस्यु हुन्। यिनीहरूबाट क्याल्सियमलाई निकाल्ने काम, रिमुभ गर्ने काम भनेको त्यो प्रोसेसलाई नै भन्छ हामी के डिक्याल्सिफिकेसन। अब टाइप्स अफ डिक्याल्सिफाइङ एजेन्ट, मेनली चारवटा डिक्याल्सिफाइङ एजेन्ट छन् जसको युज गरेर हामी बोनहरूलाई डिक्याल्सिफाई गर्छौँ। पहिलो छ एसिड डिक्याल्सिफिकेसन, दुईमा छ सिलेटिङ एजेन्ट, थर्डमा छ आयन एक्सचेन्ज रेजिन्स, फोर्थमा छ इलेक्ट्रोफोरेसिस। अब फर्स्टमा एसिड क्याल्सिफायर भनेको इट इज डिभाइड इन्टु टू ग्रुप्स। एसिड डिक्याल्सिफायरलाई दुई टाइपमा क्याटेगोराइज गरिएको छ, स्ट्रङ एसिड यानि बीमा छ विक एसिड। अब एक हेर्ने स्ट्रङ एसिड्स, दिज आर युज्ड एज सिम्पल एक्वस सोल्युसन अफ 5 to 10%। सिम्पल एक्वस सोल्युसन यसको चाहिने स्ट्रङ एसिड भनेको इनअर्ग्यानिक हुन्छ, जसको युज गरिन्छ सिम्पल एक्वस हुन्छ, जुनको 5 to 10% हामी बनाउँछौँ। सम अफ द स्ट्रङली एसिडिक डिक्याल्सिफाइङ सोल्युसन, केही स्ट्रङली एसिडिक डिक्याल्सिफाइङ सोल्युसनहरू छन् जस्तै एक्वस नाइट्रिक एसिड 10%, फर्मल नाइट्रिक एसिड, पेरेनाइज फ्लुइड, बोन इवनर फ्लुइड, यिनीहरू स्ट्रङ एसिडहरू हुन्। विक एसिड्स, फर्मिक एसिड इज द ओन्ली विक एसिड एक्सटेन्सिभली युज एज डिक्याल्सिफायर। विक एसिडको रूपमा चाहिँ फर्मिक एसिड सबैभन्दा बेस्ट मानिन्छ डिक्याल्सिफिकेसनको लागि। सम अफ विकली एसिडिक डिक्याल्सिफाइङ सोल्युसन आर, केही विकली एसिडिक डिक्याल्सिफाइङ सोल्युसनहरू तल छन्, एक्वस फर्मिक एसिड, बफर्ड फर्मिक एसिड, गुडिङ एन्ड स्टेवार्ड फ्लुइड, फ्लेमिङ फ्लुइड, यिनीहरू विक एसिडहरू हुन्। अब हामी 2 नम्बरको पोइन्ट कुरा गर्ने सिलेटिङ एजेन्ट। वाइडली युज्ड सिलेटिङ एजेन्ट फर डिक्याल्सिफिकेसन इज EDTA, इथाइलिन डाइमाइड टेट्रा एसिटिक एसिड इन फर्म अफ डाइसोडियम साल्ट। सिलेटिङ एजेन्टको रूपमा चाहिँ EDTA लाई युज गरिन्छ, जुन चाहिँ डाइसोडियम फर्ममा हुन्छ। इट क्याप्चर्स क्याल्सियम इन आयोनाइज फर्म। यसले चाहिँ क्याल्सियमलाई चाहिँ जुन क्याल्सियमको आयोनाइज फर्म हुन्छ Ca+2, त्यसलाई चाहिँ क्याप्चर गरिहाल्छ, कम्बाइन गरिहाल्छ अनि रिमुभ गर्छ। देयर आर 2 फर्म्स अफ EDTA सोल्युसन। यसको चाहिँ मेनली दुईवटा फर्म छ, हिलेमन एन्ड ली, अनि बीमा छ न्युट्रल EDTA। थर्डमा छ आयन एक्सचेन्ज रेजिङ डिक्याल्सिफाइङ एजेन्टहरूमध्ये, दिज आर युज्ड ओन्ली विथ फ्लुइड्स कन्टेनिङ फर्मिक एसिड। जुन फ्लुइडमा फर्मिक एसिड कन्टेन गरेको हुन्छ त्यो फ्लुइड युज गरेर आयन एक्सचेन्ज रेजिन चाहिँ युज गर्छौँ। एन एमोनियम फर्म अफ पोलिस्टाइरिन रेजिन इन्कर्पोरेट इन्टु डिक्याल्सिफाइङ सोल्युसन। डिक्याल्सिफाइङ एमोनियम फर्मको पोलिस्टाइरिन रेजिन चाहिँ त्यसमा इन्क्लुड हुन्छ डिक्याल्सिफाइङ सोल्युसनमा, वेयर विच रिमुभ क्याल्सियम फ्रम द इलेक्ट्रोलाइट। जुन इलेक्ट्रोलाइट हुन्छ त्यसले चाहिँ क्याल्सियमलाई रिमुभ गर्ने गर्छ। इन पोइन्ट अफ डिक्याल्सिफिकेसन इज डिटरमाइन्ड बाई रेडियोलोजिकल एक्जामिनेसन। यसको इन पोइन्ट हुन्छ लास्टमा जुन डिक्याल्सिफिकेसन प्रोसेस कम्प्लिट भएको छ कि छैन त्यो चेक गर्ने हुन्छ। त्यसको चाहिँ 3वटा मेथड हुन्छ, फिजिकल मेथड, केमिकल टेस्ट, रेडियोलोजिकल टेस्ट। यसमा चाहिँ रेडियोलोजिकल मात्र युजफुल हुन्छ, केमिकल चाहिँ नट पोसिबल। फोरमा छ इलेक्ट्रोफोरेसिस, procedure based on the fact that calcium ion are attached to negative electrode।
इलेक्ट्रोफोरेसिसमा दुईवटा इलेक्ट्रोड हुन्छ, नेगेटिभ इलेक्ट्रोड पोजिटिभ इलेक्ट्रोड। यसमा के भनेको छ, प्रोसिडर बेस्ड अन फ्याक्ट द्याट जुन क्याल्सियमहरू हुन्छ, क्याल्सियम +2 हुन्छ भनेको पोजिटिभ भयो, त्यो कहाँ जान्छ, नेगेटिभ आयनसँग क्रस, पोजिटिभ हुन्छ नेगेटिभ इलेक्ट्रोडमा जान्छ। थस क्याल्सियम आयन्स आर रिमुभ फ्रम द इलेक्ट्रोलाइट, जुन त्यसले गर्दा इलेक्ट्रोलाइट जो क्याल्सियमलाई एट्याच गरेर अनि रिमुभ गर्ने गर्छ। इट सुड नट बी युज रुटिनली, यो चाहिँ हाम्रो डेली लाइफमा युज गर्दैनौँ, हिस्टोप्याथोलोजी ल्याबमा यो हामी युज गर्दैनौँ किनभने यो धेरै महँगो हुन्छ। इट इम्प्रुभ स्टेनिङ रियाक्सन एन्ड अब्टेन्ड बाई कुलिङ द इलेक्ट्रोलाइट ड्युरिङ डिक्याल्सिफिकेसन। यसले यदि हामी डिक्याल्सिफाइङ गरियो भने बोनहरूलाई, क्याल्सिफाइड टिस्युलाई, यो चाहिँ बेस्ट इम्प्रुभ र स्टेनिङ रियाक्सन दिन्छ। त्यही कुरा छ, अब्टेन्ड बाई कुलिङ द इलेक्ट्रोलाइट। यो थियो हाम्रो डिक्याल्सिफिकेसन भनेको के हो, अनि त्यसका डिक्याल्सिफाइङ एजेन्ट्सहरू के हुन्, मेनली 4वटा भनिदिए। आशा छ सबैजना यो कुरा बुझिहाल्नु होला। सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नु होला, लाइक गर्नु होला। थ्याङ्क यू, हस्त धन्यवाद।